गर्दाखेरि उहाँले गीत गाउनु भयो भनेर लेखेको छ। 31 मात्रै लेखेको छ। अनि सिङ्गिङ चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ। प्राविधिक ज्ञान अहिले तपाईँले इन्स्टिट्युटमै गएर सिक्नुपर्छ भन्ने छैन, तर बेसिक स्केल ताल र जेनरा भन्छ क्या एउटा जेनरा भनेको के हो? जेनरा के हो? जेनरा कस्तो खालको छ? जस्तो रक म्युजिक भन्छ, रक, लोक, ज्याज, जेनरा। कस्तो खालको गीतहरू चाहिँ हो यो सङ सेलेक्सनमा चाहिँ त्यो जेनरा हामी झ्याउरे शैलीमा, जस्तै कतिजना अलि सिनियर सिटिजन्सकाहरूले झ्याउरे रहेका गीतहरू मन पराउने झ्याउरे लगेको रमाइलो लाग्छ। हृदयको ढोका खोलेको चर्चको ढोका है। अनि त्यो जेनरा पनि याद गर्नु पऱ्यो, स्केल याद गर्नु पऱ्यो, टाइमिङ एकदमै इम्पोर्टेन्ट। हाम्रो यहाँ कोयरमा के समस्या देखिरहेको छ भने 4x4 टाइमिङको गीत मजाले गाउन सक्छ र कहिले 3x4 टाइमिङमा टाइमिङ उस्केको याद छ। जस्तो सिम्पल तपाईँले 89 नम्बरको भजन छ, स्तुति होस् प्रभु ख्रीष्ट पनि तान्ने, कहिले छिटो गइरहेको as a choir member, choir leader, as a congregation, timing. Normally, church has 4x4 timing. 1, 2, 3, 4. यो कोही जान्छ कि यो टाइमिङको बारेमा तपाईँहरूले याद सिङ्गिङ गर्दा होइन, त्यसले गर्दाखेरि टाइमिङको